अगाडि बढ्नु आज हामी सिन्धुली जिल्लाको चियाबारी स्थित त्र्यम्बकेश्वर ज्योतिर्लिङ्ग नेपालकै 12औं ज्योतिर्लिङ्गमध्ये एक ज्योतिर्लिङ्ग जुन स्थानमा आज म दर्शन गर्न आएको छु। यहाँ नेपालकै प्रथम जगद्गुरुले अस्ति मात्रै प्राण प्रस्थान गरेर यो ठुलो सत्ता लगाएर नेपालमा त्र्यम्बकेश्वर ज्योतिर्लिङ्ग यहाँ छ भनेर उहाँले चाहिँ विभिन्न विष्णु पुराण र विभिन्न वेदहरूमा उहाँले अध्ययन गरेर यहाँ पत्ता लगाउनु हो र यो कुराहरूलाई चाहिँ उहाँले चाहिँ यसलाई उजागर गर्नुपर्छ र ज्योतिर्लिङ्गलाई चाहिँ सबैलाई नेपालमै छ भनेर यो त्र्यम्बकेश्वरलाई चाहिँ देखाउनुपर्छ, सबैलाई दर्शन गराउनुपर्छ। उहाँले चाहिँ एउटा चाहिँ भव्य सुरुवात गर्नुभएको छ। त्यसमा म पनि आइपुगेको छु। यहाँहरू पनि यो ज्योतिर्लिङ्गको दर्शन गर्नको लागि आउनु होला। यहाँ अहिल्या है त, अहिल्याले तपस्या गरेको ठाउँ, गौतम ऋषि र अहिल्याले तपस्या गरेको ठाउँ यही माथि छ। यो माथि गुफाहरू पनि छ। यो ठाउँ चाहिँ अत्यन्त पवित्र भूमि, पावन भूमि। यहाँले चाहिँ सबै आउनु होला। यो धेरै नजिकै छ, चियाबारी नजिकै पनि छ। वास्तवमा मलाई त्यति इतिहास थाहा छैन र पनि मैले अलिक जाने बुझेको कुराहरू गरेँ र यो कुराहरू चाहिँ बढी चाहिँ यहाँहरूले त्र्यम्बकेश्वर मन्दिरको सबै इतिहास के हो भन्ने कुराहरू सबै थाहा पाउनु। यहाँहरू पनि सबैजना त्र्यम्बकेश्वर मन्दिरमा भक्तहरू सबै यहाँ आएर 12औं ज्योतिर्लिङ्गमध्ये एउटा ज्योतिर्लिङ्ग त्र्यम्बकेश्वर ज्योतिर्लिङ्गमा आई आफ्नो जीवनलाई सार्थक बनाउनु होला, आउनु होला। यो पुण्यभूमिमा के मात्रै पनि धेरै पुण्य मिल्छ। यहाँहरू पनि सबैजना आउनु होला। धन्यवाद।